माई टुटा पुरा ब्लग त आई होप कि तपाईँहरू सन्चै हुनुहुन्छ। म विकास गइरहेको छु आज नजिला लेटर आदर ये हमको कालू बोल रहा है। मैं तो कालू रे मलाई कालू भनिरहेको छ यार के गर्नु यार। म त कालू मान्छे। हामीले गइरहेको छु पोखरी हाम्रो डिही माछा मार्ने ठाउँ। अहिले माछा छोडेको छैन, माछा मार्ने मार्छु। अहिले गइरहेको छु लाइटर लिएर गइरहेको छु। चिउर बिरुवा हामीले खाँदैनौँ तर गइरहेको छु हामीले दाल कच्चु चलाउनु। दाल कच्चु आफ्नो भाषामा दाल कच्चु आज मैले स्कुल गएन क्या। मतलब कि तपाईँहरू मलाई सपोर्ट गर्नु। म स्कुल जाँदैनु, एउटा पैसा कमाउँछु, तपाईँलाई आइफोन गिफ्ट गरिदिन्छु। ओके यो गाइस त हामीहरूले पुगिसकेको छु बात। त हामीले अब लगाउनु छ आगो बाल्नुपर्छ त्यहाँ हामीहरूलाई। अरे धुन्नी उडाउन चलिएको नि कारो बेची जान्छ पेल्टो या जान पाल राइज मुजी। त हामीले उता हाम्रो यो त पोखरी हो। हाम्रो त उता आगो लाउन आइसकेको छु। आगोलाई त्यो फोड भइसकेको छ। यो पुरा जलाउनु पर्छ अनि हामीले माछा छोड्नुपर्छ पोखरीमा। माछा छोडेर अनि त माछा मार्नु आउनुपर्छ नि त। नरेपेक्षा माछा मार्नु आउनुपर्छ त। पालेर आइज न त या छिटो जा पालेर आइज। त्यो हाम्रै पाल हो। ओ त्यसलाई हागेल जगार अब त्यसलाई सिधै गोरु बाँड्नुपर्छ। फास्ट क्या जानु होइन जल्दी जा परोस् माछा मार्ने माट टुक्ने। अरे जा नि ती एके बर्खामा टेके रुख कवातिर विकासले गइसकेको छ या पाल लाउन हाम्रै खेतबाट माछाला। मेरो बाउले हेर्छ नि यसलाई नै बोलुङ्गा डाँड हान्छ। जल्दी जा पाल लाउन गइसकेको छु। त हामीले त्यही पोखरी हो। हामीले आइसकेको छु त्यहाँ पाल आगो लाउनु त जैन पा। अरे भोसी मतन गाइस त हामीले उता पाल लगाइसकेको छु विकासले। त्यो विकासले पाल लगाएर आइसकेको छ या अब त्यो पाल छिटेर हामीलाई आगो लगाइदिन्छु। हेर्नुभयो हामीले लाइटर लिएर के गरिरहेको छु त हामीले अब लाइटर लिएर आगो लगाइदिन्छु त। अब जे होस् राम जैन पाल। हामीहरूले त निक्लिसकेको छु घरतिर आगो बालेर। अब गएर घरमै भेटौँला। धन्यवाद। अहिले धेरै पनि काम छ तपाईँले म भन्न सक्दैनु। जय नेपाल जय हिन्द। कहाँदेखि मेरो ब्लग तपाईँहरू हेर्नु सक्नुहुन्छ मलाई कमेन्ट गरिदिनु होला। मलाई धेरै खुसी लागिन्छ कि त्यहाँसम्म मेरो ब्लग हेरिन्छ मान्छेहरू। त थ्याङ्क यू धन्यवाद। लास्टमा बस्यो हामीले आगो लगाइसकेको छु त 1 घन्टा भइसक्यो हाम्रो आगो लागेको। अब तपाईँले घरतिर निकाल्न आँटिसकेको छु। तपाईँले फेरि आगो बालिरहेछ आगो गइरहेछ उसले घरतिर सुलुल्लु। तपाईँहरूलाई तपाईँहरू मेरो ब्लग कहाँदेखि हेर्न सक्नुहुँदैछौ त मलाई कमेन्ट गरिदिनु होला कि त्यहाँ तपाईँहरूको गाउँको नाम प्यारो गाउँको नाम। त मलाई खुसी लागिन्छ कि त्यो त्यहाँसम्म मेरो भिडियो हेरिरहेको छ मान्छेहरू। त जय नेपाल। अब क्रिकेटको टिममा भेटौँला। अब गएर क्रिकेट खेल्नु अब पछि खाना खाएर जय हिन्द। त मैले उता आइसकेको छु बुल्लावान। अहिले नै यो बाटदेखि घर गएको थिएँ हामीले। उता हामीले हाम्रो खेत त्यहाँदेखि त्यहाँसम्म जहाँ क्यामेरामा क्याल भइरहेको छ त्यहाँ छ उता बाटोको छेउमा हाम्रै खेत हो। म र विकास आइसकेको छु यहाँ पुल्ला लडा। अब हामीलाई बिहानी कम्प्यार थालेको त्यो सबै हेरिरहेको छ नि त्यो सबै त हाम्रै हो। अब हामीलाई बिहानी पाल भन्नुपर्छ। पाल तपाईँको भाषामा के भनिरहेको छ पडाल नेपालीमा। अब त जय नेपाल। अब त घरमै भेटौँला। त्यो हाम्रो हामी लोकल मान्छे हो नि। हामी लोकल मान्छे हो त्यस्तै काम हो। हामीले त्यस्तै काम गर्नुपर्छ। काम नगर्दाखेरि केही हुँदैन। त जय नेपाल। अब नेक्स्ट ब्लगमा तपाईँहरू मलाई भेट्नु होला। 6 दिनपछि म नेक्स्ट ब्लग हालिदिन्छु।
र नेपाल आई लभ यु गाइज